नेपाल सरकारको मन्त्री परिषद बैठकले एसियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टको लागि 90 मिलियन अमेरिकी डलर र दिगो र समावेशी वित्त परियोजनाको लागि 95 मिलियन अमेरिकी डलर बराबरको ठूलो सहुलियत ऋण स्वीकार गरेको प्रसङ्ग छ। हामी सरकार समक्ष सोध्न चाहन्छौँ, कुन संसदीय समिति, कुन नीतिगत बहस र कुन आवश्यकता प्राथमिकीकरण मूल्याङ्कनका आधारमा यो आकारको निर्णय लिइयो? हाम्रो संसद अझै शिशु अवस्थामा छ। संसदीय समिति उपसमितिहरू बनेका छैनन्। यस्तो अवस्थामा एउटा सानो आकारमा बसेर भएको सरकारको निर्णय पारदर्शी नहुन सक्ने सम्भावना छ। सबैभन्दा महत्त्वपूर्ण प्रश्न, उक्त ऋण हामीले माग गरेका थियौँ वा हामीमाथि प्रस्ताव आएको थियो? अफर्ड लोन हो कि रिक्वेस्टेड लोन हो? किन विशेष गरी उक्त परियोजनाहरू नै छनौट गरियो? यसको गरिमामय संसदमा सरकारतर्फबाट जवाफ आउँछ भन्ने मैले अपेक्षा राखेको छु। सम्मानीय सभामुख महोदय, संसदीय बजेट अनुरोधको लागि हामीलाई विभिन्न मन्त्रालय धाउन नपरोस्। यसका लागि एउटा अनलाइन पोर्टल बनाइयोस् जहाँ सांसदहरूले आफ्ना आवश्यकताहरू, भूगोलका आवश्यकताहरू राख्न सकुन्। उक्त पोर्टल सार्वजनिक गरियोस् ताकि स्वार्थमा आधारित बजेट अनुरोध रोक्न पाऊँ र जनसङ्ख्या र भूगोल अनुसार